गाइस वेलकम टु मेरो युट्युब च्यानल लाइभ सञ्जय सञ्जय सो आज चाहिँ म के गर्छु भन्दा सो आज चाहिँ म गेमिङ लोगोहरू आफ्नै लोगोहरू बनाउन चाहन्छु। सो त्यसलाई चाहिँ एउटा उस एप चाहिन्छ, त्यो एप्पल स्टोर प्ले स्टोरबाट नि हुन्छ, त्यो मोबाइलबाट नि हुन्छ, ल्यापटपबाट नि हुन्छ। म तल मोबाइलबाट गरेर देखाउँछु। सो लेट्स गो हेर्नु। सो अब के गर्ने भन्दा हामीले सुरुमा गएर हाम्रो PICSART होस्टा गएर हजुरलाई एप्पल स्टोरमा पनि मिल्छ, प्ले स्टोरमा पनि मिल्छ। पहिला यसलाई PIC हो यस्तै हान्नु, आफै आउँछ। हो यो मेरो ओपन छ, हेर्नु मेरो ओपन छ। अब ओपन गरेर देखाउँछु हजुरले। छिटो डाउनलोड हान्नु, अहिले स्टेप बाई स्टेप हुन्न। र त्यसपछि मैले अब स्टार्ट गर्छु। सुरुमा चाहिँ के गर्ने भन्दा रिमुभ बिजी भनेको, यो रिमुभ बिजी भनेको चाहिँ यसलाई अट्टाउने र यसो अट्टा चाहिँ हामीले के गर्नुपर्छ, यहाँ ब्ल्याक ग्रे हो कि के हो यो, यसलाई अट्टाउनु पर्छ। र हामीले फर्स्टमा भएको यो यस्तो 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 भएको, यसमा होइन सेकेन्डमा भएको यस्तो जस्तो हो, यस्तो ब्ल्याक एन्ड व्हाइट भएको वैसा गएर हामी सुरुमा यस्तो इलेजरमा जाने। त्यहाँपछि हामीले के गर्नुपर्छ भन्दा त्यहाँपछि हामी राइटमा जानुपर्छ। त्यहाँपछि हजुरले यति नै गरेर मिलेन भने क्यान गरिनुपर्छ, सिधै क्यान गरिनुपर्छ। त्यहाँपछि मैले त्यस्तै गरेँ। सो गेमिङ लोगो गराउनको लागि चाहिँ सुरुमा के गर्नुपर्छ भन्दा हामीले के गर्नुपर्छ, सुरुमा हामीले पहिला यता केही हुनसक्छ यता हेर्नु पऱ्यो। एड फोटो राम्रोसित हेर्नु चाहिँ यहाँ एड फोटो मैले देखिरहेको छु। एड फोटो भनेको यो चाहिँ एड फोटोको हजुरले जुन निकाल्न सक्नुहुन्छ, सरी हजुरलाई झुक्यो होला, हजुरले निकाल्न सक्नुहुन्छ। यहाँ ल म यो फ्री फायर लोगो भनेपछि त म खेल्दैन, त्यस्तो राम्रो होइन यो। मैले जस्ट सर्ट भिडियो देखिरहेको थिएँ युट्युबमा, अनि यो फ्री फायर भनेको के हो भनेर मैले यस्तो सर्च हानेको। यहाँ गेमिङ लोगो यस्तो राम्रो गेमिङ लोगो गराउनु मन लागेर मैले नि गराउने सरी। सो म चाहिँ खेल्दैन यो फ्री फायर त्यस्तो। म बदमास छैन त्यस्तो त। सो अनि त्यहाँपछि यता हजुरले एउटा फोटो एउटा फोटो आउँछ, अझै एउटा फोटो आउँछ। यहाँ 82 भनेको हामीले दुईवटा फोटो ल्याउनु भन्दा एउटा फोटो अहिले ल्याउँदा हुन्छ के अरे। यो अहिले फोटो ल्याउन अहिले फेरि होइन ल्याइसकेपछि त्यहाँपछि हामीले के गर्नुपर्छ, 81 लेखेकोमा जानुपर्छ। 81 लेखेपछि सिधै यहाँ हजुरले निकालिदिन्छ आफ्नै ठाउँमा, ग्यालेरीमा आफ्नै ठाउँमा निकालिदिन्छ। सो हजुरले केही गर्ने होइन, छिटो हुन्छ। लास्टै सिम्पल छ, हजुरले केही गर्नु पर्दैन। हजुरले केही गर्नु पर्दैन, लास्टै सिम्पल छ। अझै एउटा फोटो ल्याउनु हो मलाई, फोटो ल्याउनु हो भने प्लस यसरी हजुरले यस्तरी यहाँ भेटेन, अब फेरि भेटेन भने हजुरले एउटा फोटो लिएर फेरि भेटेन भने हजुरले यस्तरी अट्टाउन सक्नुहुन्छ। यस्तरी अट्टाएपछि यहाँ हुन्छ, यस्तरी अट्टाएपछि फेरि यहाँ हुन्छ, अनि हजुरले यस्तो प्लस अट्टाएपछि नि यहाँ हुन्छ। यसरी अब ओएसेट यार के मैले एड फोटोमा गएर फेरि अर्को म गराउँछु। अर्को फोटो लिएर फेरि पनि मैले अर्को फोटो लिएँ। ओ सेट दुईवटा फोटो लिन्छु। आज फेरि पनि मैले अर्को फोटो लिएँ। अब यही साइजको मैले गर्नु पर्छ। यो मैले चाहिँ पहिले चाहिँ यताको यहाँ मैले के गर्छु भने चड्किन देखाउन हो कि दुईवटा बनाएको मैले चड्किन देखाउन। यस्तरी अलिकति चड्किन देखाउँछु र यताको अलिकति चड्किन देखाउँछु। अब अलिकति यता पनि तातिन्छु, यता डुब्ने जसरी नि। सो यता चाहिँ अब यस्तो भयो। मैले यति गरिसकेपछि अब फेरि पनि यस्तो भइसक्यो। अब यति नै गरेर फिनिस हुनु लाग्यो हाम्रो। केही गर्नु पर्ने र हजुरले के लेख्नु छ यसको, हजुरलाई यो बक्समा के लेख्नु मन लाग्छ, हजुरले के लेख्नु मन लाग्छ त्यही लेख्नु होइन। म लेख्छु यहाँ यसै हो म सिमोन
सिमोन GAMING गेमिङ नेपाली तल स्पेस दिएर YDPALI नेपाली सिमोन सुनार सिमोन गेमिङ नेपाली लेखिसक्यो। अब त्यहाँपछि हामीले के गर्नुपर्छ भन्दा यो राइट लेखेकोमा दबाउनुपर्छ। दबाउनेपछि यो ठुलो अक्षरा देखियो, ठुलो अक्षरा अलिक यो यताउति गरेको यो छ नि, यसलाई यसरी यता ल्याउने हो अनि हजुरले यसरी यसलाई समातेर हजुरले यसरी भएन भने हजुरले यो रिसिभको बटन दबासी यसरी आफै घुमाउने हुन्छ। यसरी हुन्छ घुमाउने हुन्छ अनि त्यसपछि अनि यसरी गेमिङ लोगो गराउनु मिल्छ। अनि यसरी गरेर फलो स्टेप हान्नु र इन्स्टाग्राममा फलो हान्नु होइन भने फलो हानिदिनु सिमोन सुना अफिसियल सिमोन गेमिङ नेपाल लेखेछु मैले। यसरी चाहिँ फलो लाइक कमेन्ट सब्सक्राइब हानिदिनु छिटो हजुरले अहिले यति गरेर सिकाए अरू के सिकाउँछु मैले। सो यस्तै गरेर म स्टेप बाई स्टेप फलो गर्नु। मैले अझै एउटा नि गराएको थिएँ, मलाई मनपर्छ यस्तो गेमिङ लोगोहरू यस्तोहरू मलाई धेरै नै मनपर्छ। सो यसलाई सेभ गर्ने कसरी होइन गाइज, सबैले यही सोध्नु होला सेभ गर्ने कसरी। सेभ गर्ने यहाँ माथि हुन्छ यो माथि 88 हामीलाई यस्तो देखिन्छ के भन्छ होइन। पहिला चाहिँ यहाँ डाउनलोड एन अदर कपी भन्छ यसमा तपाईँ हामीले यसमा डन भन्नुपर्छ। डन भनेपछि ट्राई फर स्टार्ट अ न्यू इलिट नो हामीले केही गर्नु पर्दैन, स्टार्ट अ न्यू इलिट हाल्छ भयो। हजुरको फिनिस भयो के गर्नु पर्दैन। हजुर सिम्पल छ, धेरै नै सिम्पल छ। हजुरको यहाँ इलिट भएर नि यहाँ आइसक्यो, हेर्न सक्नुहुन्छ मैले यसरी बनाएर हेर्नु त केही गर्नु पर्छ, सिम्पल छ। हजुरले स्टेप बाई स्टेप फलो गर्नु भने हजुरले केही गर्नु पर्दैन, स्टेप बाई स्टेप फलो गरिदियो भयो त्यति नै हुन्छ। हजुरले स्टेप बाई स्टेप फलो गरिदिनु अनि आफै मैले जे भन्छु त्यही सेभ गर्नु। र अब यति नै गरेर मेरो भ्लग रोक्नुपर्छ। थ्याङ्क यू सो मच। त माई भिडियो यति नै गरेर रोक्नुपर्छ। हस्त जय नेपाल, बाई बाई।